म्याच हेर्न आउनु भएको छ कति एक्साइटेड हुनुहुन्छ म आफै पनि रहेको छु हैन आजको गेममा पहिलो गेम छ ओपनिङ गेम छ एकदम राम्रो तरिकाले सुरुवात भएर राम्रोसँगले अन्त्य होस् भन्न चाहन्छौँ हामी पनि हजुरले पनि धन्यवाद गाइज आज जनकपुरको म्याच छ त्यहाँको फ्यानहरू आज ग्राउन्डमा लगभग 80-90% अब जनकपुरकै फ्यान छ तर मधेसको एउटा पनि गीत बजाएको छैन एउटा नेसनल एन्थम जुन छ जनकपुर बोल्छु त्यो मात्र बजाइरहेछ चौकाछाका मात्र बिचबिचमा कमसेकम दर्शकको जोस जुनुन बढाउनको लागि ग्राउन्डमा इलेक्ट्रिफाइङ मुभमेन्ट ल्याउनलाई कमसेकम त्यहाँको भोजपुरी गीत त बजाउनु पर्दैन नि ल बजिरहेको जस्तो छ बजाउनु पर्यो तर भोजपुरी मेरो रिक्वेस्ट छ क्यानलाई र पारस खड्कालाई हस् धन्यवाद जोस कोही जितोस् तर रमाइलो भएर सरी कोही जितोस् जनकपुर जितोस् होइन मलाई चाहिँ रमाइलो भएर भएका दार नै कोही नै जितोस् धन्यवाद कार्यक्रम सञ्चालक उपस्थित यहाँ सम्पूर्ण दाजुभाइ तथा दिदीबहिनीहरूमा म स्यासन दासको तर्फबाट हार्दिक अभिनन्दन व्यक्त गर्न चाहन्छु गाइज आज एनपिएलको दोस्रो सेसनमा आज 4 बजेदेखि म्याच छ हामी यहाँ सबजना देखाइदिनु नितेश मामा दिप्लव अनि क्यामेराम्यान हिमांशुको साथ हामी यहाँ ग्राउन्डमा लगभग पार्किङमा आइसकेका छौँ केकरा सपोर्ट गरे छ चपुर ओ जनकपुर गाइज हामी यत्रो ठुलो पार्किङ छोडेर बाटोमै पार्किङ गरेर आयौँ बाटोमा होइन 3 किलोमिटर उतै त्यहाँबाट हिँड्दा यहाँ पुरै पसिना भइसकेको छ दिप्लवको फेस देखाइदिनु कति पसिना बरु यतै आएर पार्किङ गर्नु यता सजिलो छ हामीले तपाईँ आउँदाखेरि उता बाटोमा आउँदा पार्किङ गर्नलाई उता चाहिँ 100 रुपियाँ लिन्छ बरु यति पार्किङ गर्न चाहिँ राम्रो छ यहाँ चाहिँ टिकट लिने ठाउँ हाम्रो चाहिँ जुन भन्नु ले लो टिकट ले टिकट हल्दी में जाके चाहने तोरा बरु तपाईँ के भन्न चाहनुहुन्छ म केही भन्न चाहन्छु म आज तपाईँ अडियन्सहरूको रिभ्यू लिनका लागि म यहाँ जनकपुर कि काठमाडौँ म अब भित्र जान मिल्दैन म मेरो आफ्नै छ मेरो आफ्नै म कर्णाली तपाईँ के भन्न चाहनुहुन्छ दाइ एकदम जनकपुरले जित्छ है आज ल अनि त्यही भन्न एक्साइटेड हुनुहुन्छ म आफै पनि रहेको छु हैन आजको गेममा पहिलो गेम छ ओपनिङ गेम छ एकदम राम्रो तरिकाले सुरुवात भएर राम्रोसँगले अन्त्य होस् भन्न चाहन्छौँ हामी पनि हजुरले पनि धन्यवाद हामी चाहिँ यहाँ पुग्यौँ आफ्नो सिटमा हामीले अलिकति ढिलो भयो त्यही भएर अलिकति हामीले तल बस्नु परिरहेछ अलि माथि बस्ने मजा आउँथ्यो होइन एकदम रमाइलो छ यहाँ हेर्न पनि मजा आउँछ पहिला त आएर भुइँमा बस्नु पर्थ्यो अहिले यहाँ के भन्न चाहनुहुन्छ तपाईँ के भन्न चाहनुहुन्छ म पछि भन्छु पछि कहिले पछि आउँदैन पछि म्याच जितेपछि भन्नु ल यहाँ हेर्न सक्नुहुन्छ अगाडि जनकपुर बुल्सको सब प्लेयरहरू हामीले टस हारिसक्यो टस चाहिँ कसले जित्यो टस चाहिँ हाम्रो काठमाडौँ गोर्खाली जितेछ तर केही छैन म्याच चाहिँ हामी नै जित्नेछौँ ब्याटिङ लो कि बोलिङ भन ब्याटिङ ल्याएछ हाम्रो टिमले यार कम्प्लिट इन्फर्मेसन देऊ यार यहाँ सर्भर एउटा टोपी एउटा छक्का चौका अनि एउटा चौचौ नितेश चौचौ फ्री में किन के लिए ली चौचौ फ्री में तर जुनियो चौचौ छ नि यो एनपीएल को लागि मात्रै बनायो
केही बेरमा नेसनल एन्थम हाम्रो हुन जाँदैछ, त्यो पनि हामी हेराउँछौँ। त्यसपछि म्याच सुरु हुन्छ। टस चाहिँ कसले जित्यो? टस गोर्खाले जितेर फिल्डिङ रोजेको छ, जनकपुरले पहिला ब्याटिङ गर्छ। जनकपुरले ब्याटिङ रोजेको छ, राम्रै छ। हामी चाहिँ एस्टिमेटेड स्कोरको कुरा गर्दाखेरि 160 देखि 65 जति बन्छ होला मेरो अनुमानमा त्यतिकै 155 जति। अब जसरी हाम्रो पिच छ, नयाँ पिच हो, 170 180 सम्म बन्छ होला। चेस गर्न गाह्रै हुन्छ, जित्ने चाहिँ जनकपुर पर्छ हाम्रो टिमले। ल मान्छे आउनुभयो, आफ्नो ड्युटी सकाएर 2 विकेट हाम्रो छोडिसकेको छ। होइन, म त भर्खर आउँदैछु, मलाई थाहा पनि। अहिले 2 विकेट झरेको छ। अनिल शाह अनि मिलन थाको। मामा आज कति स्कोर हुन्छ टार्गेट? 165। 165। यो चाहिँ इनिङको लास्ट बल। अहिले कति रन भएको छ अहिले? कारण बेल्छ मामा 8 रन ले ओभर में। ये ओवर में 8 रन आए है, एगो छक्का लगता तो हमर रन हो जाता। 18 तो सब हो गए। हम 14 प्रेडिक्ट कर ले रहे थे। और रुपए का मार देगो चॉकलेट फ्लो। लास्ट बल। लास्ट बल। कोही जितोस् तर रमाइलो भएर। कसरी कोही जितोस्, जनकपुर जितोस्। हैन, मलाई चाहिँ रमाइलो भइरहेछ। गरी भएकादार नै कोही नै जितोस्। हाम्रो म्याच अब अन्तिम चरणमा छ। 1 रन मात्रै चाहियो जित्न, अनि यहाँ जितिसक्यो। सकिने म्याच अहिले सकिसक्यो। 1 रन जित्यो। ओ सकिसक्यो, जितिसक्यो। केही छैन, सबले मौका पाउनु पर्छ, सबले जित्नु पर्छ। जनकपुर मात्रै जितेर भएन। आई एम ह्याप्पी फर काठमाडौँ टिम। निराश मुद्रा में हम सब जनकपुर बोल्स के फैन अपने अपने घर की तरफ प्रस्थान होते हुए, दुख की बात है, क्या बोले क्या नहीं, दुख की बात नहीं है। ठीक है, गेम है। अब हमेशा जनकपुर जीतेगा वैसे थोड़ी ना होता है। सबको मौका देना पड़ा, सबको जीतना पड़ा।